नेपालको राजनीति धेरै वर्षदेखि उस्तै अनुहार, उस्तै भाषण, उस्तै बाचा र उस्तै निराशाले भरिएको थियो। तर अचानक देशमा एउटा नयाँ हावा चल्न थाल्यो। यो हावा कुनै पार्टीले होइन, कुनै पुराना नेताले होइन, जेनजीले चलाएको हावा थियो। युवाहरूले सडकमा, सामाजिक सञ्जालमा, क्याम्पसमा, कफी सपमा जहाँ पुगे पनि एउटै कुरा भन्न थाले, अब पुराना खेल चल्दैन। यही आवाजले पुरै राजनीतिक नक्सा हल्लाउन थाल्यो। यही बीचमा नकुजेलको ढोका खुल्छ। भिड, क्यामेरा, चर्को नाराबीच रवि लामिछाने बाहिर निस्किए। उनको अनुहारमा थकान थियो, तर आँखामा एउटा अडान, फेरि फर्किने। अब बलियो भएर फर्किने। सबैको मनमा एउटै प्रश्न थियो, अब रवि कहाँ जान्छन्, कसलाई भेट्छन्, के गर्छन्? त्यहीबाट सुरु भयो नेपालमा नयाँ राजनीतिक भूकम्प। रवि बाहिर निस्किएको केही दिनमै काठमाडौँका मेयर बालेन शाहसँग उनको गोप्य भेट भयो। 5 घण्टासम्म चलेको यो भेटले पुरै देशभरि हलचल मचायो, किनकि रवि र बालेन दुवै जेनजीको आँखामा होप थिए। दुवै भ्रष्टाचार विरुद्ध कडा, दुवै पुराना पार्टीहरूसँग टकरावमा र दुवैको लोकप्रियता आकाशमा। उनीहरू एउटै कोठामा 5 घण्टा बसे। के नयाँ गठबन्धन जन्मिँदैछ? के नयाँ राजनीतिक शक्ति तयार हुँदैछ? कसैले खुलाएर भनेनन्, तर सङ्केतहरू धेरै थिए। बालेन्द्र शाह केही समय चुप थिए, तर अचानक उनी सक्रिय हुन थाले। रवि मात्र होइन, उनले डाक्टर बाबुराम भट्टराई, कुलमान घिसिङ, ज्ञानेन्द्र साई र अन्य जेनजीका युवाहरूसँग पनि भेटघाट सुरु गरे। यस्तो लाग्थ्यो उनी केवल मेयर होइनन्, उनी राष्ट्रिय राजनीति प्रवेशको ढोका ढकढकाइरहेका छन्। बालेनको हरेक भेटले पुराना नेताहरूको मुटु धड्किन थाल्यो, किनकि यो केवल भेटघाट थिएन, यो नयाँ राजनीतिक समीकरणको सङ्केत थियो। युवाहरूको प्रभाव अब केवल फेसबुक पोस्टमा सीमित थिएन। उनीहरू सडकमा थिए, बहसमा थिए र अब निर्णयको केन्द्रमा पनि पुग्न थाले। रवि बालेनको भेटमा जेनजी एक्टिभिस्टहरूको उपस्थिति यो पुस्ता अब स्पेक्टेटर होइन, डिसिजन मेकर बन्न खोज्दैछ भन्ने प्रमाण थियो। यता पुराना पार्टीहरू पनि चुप बस्न सकेनन्। प्रधानमन्त्री, राष्ट्रपति र मुख्य 3 पार्टीका शीर्ष नेताहरू लगातार बैठकमा बस्न थाले। उनीहरूको मुख्य चिन्ता एउटै थियो, देशमा बढ्दो युवा प्रभाव, रवि लामिछानेको सम्भावित गठबन्धन र आगामी चुनावमा आफ्नै अस्तित्व कसरी जोगाउने भन्ने बारेमा थियो। सूचना तथा सञ्चार मन्त्री जगदीश खरेल पनि यी छलफलहरूमा सक्रिय देखिन थाले। सरकारको प्राथमिकता थियो देशलाई स्थिर राख्ने र चुनावलाई समयमा सम्पन्न गर्ने, तर वास्तविकता, राजनीतिक समीकरण हरेक दिन बदलिँदै थियो। अब सबैको नजर आगामी चुनावमा छ। नेपालमा चुनाव सधैँ अनिश्चितताले भरिएको हुन्छ, तर अहिलेको अवस्था झन् जटिल छ। युवाहरू परिवर्तन चाहन्छन्, पुराना पार्टीहरू सत्ता जोगाउन चाहन्छन् र देश राजनीतिक ध्रुवीकरणको बीचमा उभिएको छ। सुरक्षा निकाय र निर्वाचन आयोगले भनेका छन् चुनाव शान्तिपूर्ण र समयमा गराउने तयारी भइरहेको छ, तर देशको राजनीतिक तापक्रम हेर्दा सबै कुरा कति सहज हुन्छ त्यो समयले नै बताउनेछ। तर एउटा कुरा स्पष्ट छ, नेपाल अब परिवर्तनको मोडमा छ। पुराना पाना बन्द हुँदैछन्, नयाँ पाना खुल्दैछन् र यो परिवर्तन कुनै एउटा नेताले ल्याएको होइन, पुरै एक पुस्ताले ल्याइरहेको छ। रवि र बालेनको भेट, जेनजीको उठान, पुराना नेताहरूको बेचैनी, यी सबै मिलेर नेपाललाई नयाँ दिशातर्फ धकेलिरहेका छन्। यदि रवि र बालेन एउटै प्लेटफर्ममा आए नेपालको राजनीतिक नक्सा एकै रातमा बदलिन सक्छ। युवाहरूले चाहेको सफा राजनीति, द्रुत विकास, पारदर्शिता अब मुख्य एजेन्डा बन्नेछ। देशको भविष्य अब पुराना पार्टीहरूको हातमा मात्र छैन, यो नयाँ पुस्ताको हातमा छ, जसले इनफ इज इनफ भनेर उठेको थियो। अब प्रश्न उठ्छ, अब के गर्ने त? नेपाललाई समृद्ध, सुरक्षित र राजनीतिक रूपमा स्थिर बनाउन अब केवल नेताहरूलाई दोष दिएर बस्ने समय छैन। नेपाली जनताले 3 कुरा गर्नुपर्छ। पहिलोमा भावनामा होइन, नीति र इमान्दारितामा मतदान गर्ने। दोस्रोमा नेताहरूलाई जितेपछि पनि निरन्तर निगरानी र प्रश्न गर्ने। तेस्रोमा युवाहरूले आन्दोलनमै सीमित नरही नीति निर्माण, स्थानीय तह र संस्थागत राजनीतिमा प्रवेश गर्ने। र हामी सबै यो परिवर्तनको प्रत्यक्ष साक्षी मात्र होइन, सहभागी पनि हौँ।